असोज अन्तिमदेखि नपरेको पानी आज फागुन 13 गते पर्दाखेरि यी बोट बिरुवाहरूलाई कति आनन्द भइरह होला। यो पानी कति मिठो भइरह होला। अलैँची सुकेर यस्तो भइरहेछ। हाम्रो इलाम फाकफोकथुममा पनि यसरी अलैँची सुकिरहेछ सुखाले। पास्तरतिर भयो, ताप्लेजुङ, तेह्रथुमतिरको अवस्था के छ होला यतिखेर सुक्खाले गर्दा। धेरै लामो समयपछि आएको पानी, तर थोरै आइरहेछ, त्यस्तो धेरै आइरहेको छैन। तर पनि बोट बिरुवालाई चाहिँ केही आनन्द भइरहेको जस्तो मैले महसुस गरिरहेको छु। बोट बिरुवा भयो, अब माटोको लागि पनि जोत्ने अनि बिउ बिजन छर्ने सिजन हो, त्यसैले माटोको लागि पनि राम्रो हुन्छ केही अलिक ठुलो पानी आइदियो भने। हाम्रो इलाम फाकफोकथुममा पानी परिरहेछ, हुनसक्छ सबैतिर परेको, तर पानी थोरै परिरहेछ। बोट बिरुवा यसरी सुकिरहेछ सुक्खाले गर्दा। यो अलैँची सुकेको हो मात्रै नभएर सबैतिर यसरी नै सुकिरहेछ है।